भोट माग्न जाँदाखेरि आमा बाहरूले रुँदै के भनेका छन् तपाईँलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठुलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, नीलो झण्डा फरफराउँदै हातमा घण्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूलेसम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठुलो शक्ति हामीले प्राप्त गरेका छौँ। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जो जहाँ जुन ब्याकग्राउन्डबाट आउनुभएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रसभाभित्र सिङ्गो देशको अनुहार छ। यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जेनजी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि कलाकार मोडल रोल मोडल सबैजना हुनुहुन्छ, पूर्व प्रशासकदेखि लिएर सबैजना हुनुहुन्छ। यति ठुलो यो परिवारलाई समायोजन गर्नको निमित्त, यो परिवारलाई एउटै धारमा एउटै ट्र्याकमा लिएर जानको निमित्त अनुशासनको अत्यन्त ठुलो खाँचो हुन्छ। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईँहरूको मिडिया प्रेजेन्सप्रति कहीँ कतै दुःख मनाउ गर्दिनँ, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईँहरूले पार्टी पङ्क्तिसँग सरसल्लाह गर्नुहोला। तपाईँको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाईँको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्। देशका कयौं गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईँका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यसकारणले मैले एउटा अभिभावककै हिसाबले तपाईँहरूलाई सचेत गराउन खोजेको हुँ आजको